केटाकेटीहरू रमाइलो गरिरहन्। बिहान बिहान आएर यति रमाइलो गरेछन् बच्चा बच्चीहरूले। अब कहाँ फर्केर आउँछ र यो बालापनको उमेरहरू। त्यही भएर हरेक समय हरेक क्षण एकदमै आशिषमय र एकदमै धन्यवादी दिएर बिताउनुपर्छ, ताकि गएको समय कहिले पनि फिर्ता आउँदैन नि त। कति रमाइलो गरेर आउन्। हुन्छ घामको रातो रातो किरण देखिन लागेको छ। अब जुन जुन हेर्नु त, अब जुन त बिस्तारै बिस्तारै डाँडामा त हराउन लागिसक्यो हो। कति छिटो जान लाग्यो जुन त। अब यति भाग्छ हेर्नु है, हाउ फास्ट के। हो त्यताबाट त डाँडादेखि हराइहाल्छ जुन। यति छिटो गएछ कि, यति छिटो गइसकेछ हौ। अब जुन गइसक्यो ल, हेर्नुहोस् त। हेर्दा हेर्दा कति छिटो गयो, केही सेकेन्डको अन्तरालमा। ए अलिकति मात्र बाँकी छ। अब गयो 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 ढाकियो ढाकियो ढाकिसक्यो जुन थोरै। अब देखिन छोड्यो, अलिकति देखेछ है। त्यसपछि अब केटाकेटीहरू साह्रै रमाइलो गर्दैछन्। अनि तपाईँको यो जुन पनि अब यताबाट घाम पनि लाग्न थाल्यो। अनि जुन पनि यो अब डाँडा मुनिको जुन हुन लागेको छ। अब बिस्तारै 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 त के भन्यो र, कति छिटो गइरहेको। अहिले त कस्तो ऱ्यापिडली गइरहेको त, हेर्दा हेर्दै। हेर्नु त, हेर्दा हेर्दै जुन त जान पो लाग्यो त। सरती भनेपछि हाम्रो पृथ्वी कति छिटो रोटेसन भइरहेको छ। ऊ सर्लक्क गइसक्यो। यो चाहिँ जुन है। घामको तपाईँको अलिअलि किरण बादलतिर